हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग तपाईँहरूको स्वागत छ आज मेरो ब्रान्ड न्यू ब्लगमा। अहिले चाहिँ म सुपर देउराली जान लाग्छु। हामी सब तिनटी रेडी भइसकेका छौँ, अरू अर्को कोठामा रेडी हुँदैछन्। अब एकछिनमा हामी निस्किन्छौँ, होटलबाट पनि चेकआउट गर्छौँ अनि मन्दिरमा हजुरहरूलाई मन्दिरको क्लिप देखाउँछु। हामी चाहिँ मन्दिरमा अब गइसकेका छौँ, पूजाको सामान ल्याइकि अरू अगाडि अगाडि गएको छन्। हामी हुँदैछौँ तिलो देख्यौँ कि हामी तिनटी चाहिँ अरू अगाडि गएको छन्, हामी चाहिँ तिनटी छौँ पछाडि छौँ। हामी साथ हे भने अहिले चाहिँ हामी भित्र जाँदैछौँ। हामी चाहिँ पूजा गरेर सकिसकेछौँ, सब साथीहरू अगाडि भइसके म जाँदैछु। झन्डै टाइममा आएछ, म त यति लामो लाइनमा बस्नु पर्थ्यो, यति धेरै लाइन छ। हामी चाहिँ यहाँ लाउरे टाँसेकोमा हेर्न आएको, यो हो रे लाउरे, हेर्न सक्नुहुन्छ। कहाँ छन् तिनीहरू? जाँदैछन्, हामी पनि माथि जान्छौँ। अब हामी चाहिँ अहिले लाउरे टाँसेको हेर्न जान लाग्छौँ। माथि जानुपर्ने रहेछ, तलबाट मात्रै नि के हेर्ने यहाँ आएछ भनेर माथि जान लाम। थकी लाग्यो, बोरिङ छ। हामी पछि पऱ्यौँ नि, थाक्यौँ, भर्खर खाना खायौँ अनि अब हिँड्न पनि थाक्यौँ। एउटा यहीँ रहेछन्, एउटा माथि छन्, आधी आधी बाटोमा छन्। अब गएपछि म नजिकबाट देखाउँछु। यहाँ चाहिँ लाउरेको उस मूर्ति छ, माथि त्यहाँ चाहिँ लाउरे टाँसेको रहेछ। यो चाहिँ लाउरे टाँसेको हो अरे है, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ मन्दिर, यहाँ देवी दुईवटा छन्। तल दुर्गा देवी हुनुहुन्छ, चोखो मन्दिर, उहाँ मेढो चढ्दिनु। यहाँ मेढो भन्नाले बोका काट्दिनु तल है, चोखो मन्दिरको तल। यिनी दुई बहिनी हुन्। काली देवी पनि एकै ठाउँ हुन्थ्यो तल, पहिला खोलाटा बाटो थियो, यहाँ गाडीको साधन थिएन पहिला। त्यसपछि खोलामा एकै ठाउँ मन्दिर हुँदाखेरि दुई बहिनी एकै ठाउँ, दुर्गा देवी काली देवी एकै ठाउँ हुँदाखेरि त्यहाँ आएर नि खिमबहादुर थापा मगर अर हाँसी, यहाँ 20 किलोमिटर अगाडिको मान्छे थियो लाउरे। यहाँ आएर माग्यो कि अनि भक्कल माग्यो, सुनको धरा चरमला पोकेपाडा चरमला मलाई हुन पाम गरिब भएको के थियो भनेर मागेर गयो इन्डिया। जाने बित्तिकै बिना हाइट बिना पढाइ भर्ती भयो भए इन्डियामा। त्यहाँ आउजाउ भइरह्यो। यहाँ यही बाटो यहाँनिर यहाँ 20 किलोमिटर अगाडिको मान्छे, यहाँ खोलैबाट बाटो थियो, पुत्थर गाडीको साधन थिएन। शीतखोला भन्थ्यो, अहिले शिवगङ्गा नगरपालिका 2 नम्बर हो यो, पहिला शीतखोला भन्थ्यो। त्यसपछि यहाँनिर आउजाउ भइरह्यो नि भक्कल दिएन उनले, उसको नाम चल्दै गयो। माथि इन्डियाको हनरी क्याप्टेन बन्यो। देवीलाई फेरि आश थियो कि यहाँनिर यो रिटायर हुँदा त देला भन्ने आश थियो। रिटायर हुँदा के अरू, रिटायर भए त इन्डियाको हनरी क्याप्टेन बन्यो। रिटायर भएर आयो, रिटायर हुँदा के अरू भन्दाखेरि सुनको धरा चाहिँ दिम्ला पोकेबाट चम्ला तिनी त यहाँनिर छुट्टै यहाँनिर दिँदैन। यहाँ आएर के भन्यो भन्दाखेरि लाउरेले यहाँनिर म आइहालेँ, मलाई कसले रोक्छ र। नसामा आयो कि नसा खाएर आयो, नसामा आयो। यहाँनिर यहाँ आउँदाखेरि यहाँनिर उसको यहाँनिर एकदम ठुलो धम्की आयो यहाँनिर भगवान्लाई, म आइहालेँ मलाई कसले रोक्छ र भनेर अगाडि बढ्दाखेरि देवी चाहिँ प्रकट भइदिनु थियो त्यहाँ खोलामा है। खोलामा प्रकट भएर देवीले हात खुट्टा उतिखेर कहाँ गयो भन्ने थाहा भएन। त्यही भएर यो छापमा पनि छैन। कुमबाट दुइटै हात छैन। माथि छतरी देवी इन्डियाको हन्ड्रेड पनि त्यस्तो लाग्छ। छतरी देवीको आकार छ यो ठुलो छापमा है। कुमबाट डल्लो मात्रै देख्यो, अनि हात छैन। तलको भागमा दाहिने खुट्टा पनि छोटो छ, घरसम्म त्यो पनि काटिदिएको अहिले। काटेर नि खोलामा मुडो चाहिँ पल्टायो। त्यहाँबाट अरू पनि भगवान् थियो, अरू भगवान्ले सोधे अनि यसलाई के गर्ने भन्दाखेरि काली देवी सबभन्दा ठुलो काली देवी हुनुहुन्छ कि मान्यता। अनि उहाँले जे भनेको नि पुऱ्याउनुहुन्छ, भक्तहरूलाई पुगेको पनि छ अहिलेसम्म, पुग्छ पनि। त्यसपछि यहाँनिर म आइहालेँ, मलाई कसले के तर भनेर अगाडि बढ्दाखेरि त्यहाँ खोलामा यहाँनिर घटना गराए देवीले, काली देवीले। त्यहाँबाट अनि मुडो चाहिँ पल्टाइदियो। अरू भगवान्ले सोद्धा के अन्त्यो यसलाई भन्दाखेरि यहाँनिर काली देवीले भन्नुभयो यो त पापी दुष्ट हो, यसले आफै भनेको यसलाई पुरा भयो, यसले आफै भनेको नि भने भक्कल पुरा गरिदिन भने यसलाई यो पापी दुष्ट हो, यसलाई दुनियाँले देख्ने ठाउँमा लगेर गायब गरिदिने, यसको चित्र निकालिदिने भनेर लाउरे इन्डिया पनि फर्किनु पाएन, यता पनि अगाडि पनि बढ्न पाएन। खोलामा घटना गराएर उहाँबाट फेरि उडाएर लिएर भगवान्ले यहीँ चाहिँ गायब गरिदिएको। यो छापै थिएन अरे पहिला, यो पछि भएको। हामीले त यस्तो देख्यौँ पहिला यहाँनिर बाबुबाजेले भन्थे यहाँनिर यो छापै थिएन अरे, यो सिम्पल परो मात्रै थियो सेतो। त्यसपछि नि यहीँ गायब गरेर यस्तो चित्र निक्ल्यो। अगाडि छुपनी छ त्यो, हातले छुपेको देखाएनन्, दाहिने खुट्टा छैन, कुमबाट हात छैन, यहीँ जो गायब भएको खिमबहादुर थापामा त्यस्तो भयो। अनि यताको र उताको छाप चाहिँ के हो है जस्तै जुठो परिन्छ
भकल गरियो चाहिँ हामीलाई पुरा भयो, म जुठो परेँ, मेरो नि भकल गरेको पुरा भयो। त्यो आगामी साल त नि चोखनीले भएर 1 सालको लागि अनि मेरो चढ्दिनँ त्यहाँ भकल गरेको भने दिन पाइन्न, त्यो भगवान्ले मान्दिनन्। त्यसमा चोखनी त भएपछि त अनि दिनै पर्ने हुन्छ कि त्यस्तो हुन्छ। ढुङ्गाको एकमाथि एक राखेर बनाएर रहेछन्। अब चाहिँ हामी फर्किँदै जाममा पऱ्यौँ। ए दुईवटा नोकझोक भइरहेछ, ऊ ड्राइभरले गाली गरेर त्यसले ब्याग लग भनिरहेछ, त्यसले लग्दै लगिरहेन। झगडा गर्छ नि, निस्केर अब झगडा हुन्छ होला। पछाडि कति धेरै जा लास्टमा त गाडीवालाको ब्याग गयो त। झगडा खेल्नु लागि क्या फेरि उतरेर खैदा के गर्छ नि यार। यस्तो छ यत्रो गाडी यहाँ अगाडि आएर अड्लेछ। ए ओए